डाँडा काँडा डाँडा काँडासम्मै देख्ने के भो मलाई यस्तो। हामी चाहिँ गाई जाँदैछौँ आज मार्ग पोखरी होइन। अनि अब मेरो बुढाले खोइ मलाई हिँडाएर लग्नुहुन्छ गाडीमा चढेर मलाई थाहा छैन। अनि बाटो चाहिँ त्यस्तो छ होइन, मतलब यो चाहिँ एउटा स्कुल हो नि, ऊ माथिको डाँडामा पुग्नु पर्ने छ। अनि के बाबु चाहिँ यहाँनिर हुनुहुन्छ। अनि हामी यसरी छाया पनि देखाउँदै हिँड्दैछौँ। अनि त्यसपछि म चाहिँ आज यस्तो छु क्या, हेर्नु न यो होइन के भन्नु र, मैले त मेरो कपाल पनि बिग्रिरहेको छ नि त, यो देख्नुहुन्छ मेरो कपाल, खोइ कपाल कसो देखाउनु मलाई थाहा भएन। ल मलाई चाहिँ यहाँनिर एक्लै छोड्नु भएन, कस्तो गरे भइरहेछ। अनि दुईजना चाहिँ नि वहाँ पर पुगिसक्नु भयो, म चाहिँ एक्लै छु यहाँनिर, एक्लै हिँड्नु परिरहेछ। कस्तो मलाई गरम पनि भइरहेछ पो त। यस्तो क्या ए मलाई गर्न आउँदैन यसरी हेर, यसरी समाउ नि। मेरै अनुहार मात्रै आउने रहेछ नि त। आउँछ होला। बाटो त रहेछ। अलिक खराब यतिको मान्छे देखेको हुन्छ होइन, देखि त एकदिन आएर चाहिँ लाग्छ बोल्दिनँ नखिच्नु। ऊ त्यो डाँडा छ नि, ऊ माथिको डाँडा हो, त्यही डाँडादेखि आएको हामी। अनि त्यही चुचुरोदेखि त झरेको त नि। थोरै हिँड्ने। अब कहाँ जाने हामी अब चाहिँ? अब त्यता कहाँ जान्छौँ फेरि? त्यही फर्किन्छौँ? भन्नु न। छैन यता तल। ए यसरी ल सबैजना आउनु एकचोटि बस। यताबाट चाहिँ आउँछ होला क्या पोखरी। यता हेर त कता हेर्नु? कहाँ कहाँ गयो? यति गर्नु भने चाहिँ पोखरी आउने रहेछ। ल घुमाउनु छिटो, हात छाउनु न, घुमाउनु छिटो। घुम्नु घुम्नु दामी 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 भयो दामी। खै भयो कता जानु? पानी यसरी छिटाउनु ल, छिटाउनु न, गुटुनु झरेको भिडियो गर्छु म। आउने गरौँ भिडियो।